चक्लेट हामी खाने भन्यो तँलाई के हुन्छ तेरो छोरीले सुन मुजी के हुन्छ तेरो छोरीले सुन मुजी अझै पनि बाटो छ बाटो हेर्नु यो बिचमा कति भ्रष्टाचार भएछ तिमीहरू मुद्दा हालेर छानबिन हालेर लेख्ने हो नि त अब कसले छाडिन्छ लो उसलाई छाडिन्छ नि म यही हालिदिन्छु हेर 2 रुपियाँ खान्छ भने 2 रुपियाँ मात्र फेरि 10 रुपियाँ 20 रुपियाँ लाग होइन तर नठारिएको कुरामा चाहिँ तिमीहरू मेरो कुरा सुन दिमागको जेनजीको नाममा अनैतिक कुराहरू गर्ने किनभने सही जेनजीहरूलाई भोलि यो बाटो कसको कारणले बिग्रेको त्यो भन्नु हो कसको कारणले बिग्रेको कसको कारणले बिग्रेको त्यो भन्नु न कसको कारणले फाउन्डेसन तपाईहरुको जिम्मेवारीमा छ कि छैन जिम्मेवारीमा छ कि छैन तपाईको जिम्मेवारीमा छैन आइनको जिम्मेवारीमा छ नि त तपाईँले दोष दोषको कुरा मामा एउटा कुरा सुन्नुस् मैले भन्नु खोजेको हैन तपाई एउटा कुरा सुन्दिनु मेरो कुरा हामीले भनेको आनीले खायो तपाईले खायो भन्नु खोजेको भन्नु हैन खोजेको हेर्ने जिम्मेवारी त्यो लेखेको न के हो हेर्ने जिम्मेवारी पूरा गर्नु पर्छ व्यक्तिगतमा यसरी लेख्नु पाउँछ कसलाई व्यक्तिगत गरे त मैले जनप्रतिनिधि हो उहाँ व्यक्तिगत हो जनप्रतिनिधि भन्दा लेख्ने मिल्छ पिल्दैन त आएको मान्छेलाई प्रुफ गरेर सधैँ गर्नु पर्यो तपाईहरु छैन भने प्रुफ गराउनुस् न त भेरिफाई गराउनु यस्तो हुँदा मैले गर्ने कि तपाईले गर्ने मामा हैन चुचाएको थपाउनु थियो अनैतिक कुरा गर्नु के को अनैतिक के अनैतिक कुरा गर्ने काका तपाईहरुको जिम्मेवारी हो कि पत्ता लगाउनु पर्छ दालुको जिम्मेवारी तिमी पनि हो हामी पनि हो तपाईँ किन तपाईँ के आलुको कुरा गर्नु यहाँ सुन्नुहोस् उहाँलाई त्यस्तो होइन के तपाईँको त जिम्मेवारी व्यक्तिले म जस्तो मान्छेसँग यस्तो कुरा गर्ने होइन कि यस्तो होइन भाइ यहाँ सुन कुरा होइन म भनेको तपाईँहरूले ए बाबु भन्यो भने हो नि भन्ने मान्छे होइन त होइन तपाईँ जिम्मेवारी व्यक्ति हो नि त तपाईँहरू कुरा चाहिँ के हो भन्दाखेरि यो माटो हेर्नु माटो र यो ढुङ्गा सकिसक्यो तर तपाईँले डाइरेक्ट यसो तपाईँले धम्काउनु खोजेको हुन्छ एक जना काका एक जना म भन्छु एउटा कुरा म भन्छु एउटा कुरा मेरो छोरीले के भन्यो थाहा छ भ्रष्टाचार गरेको चक्लेट हामी खाने भन्यो तँलाई के हुन्छ तेरो छोरीले सुन मुजी विदेशबाट फर्केर आउँदाखेरि यस्तो के अङ्कल यसकारण अनैतिक कुराहरू यसरी लेख्नु प्रुफ गरेर लेख्नुपर्छ होइन मेरो कुरा अनुरोध त्यही हो प्रुफ गरेर लेख आरोप लाउन चाहिँ पाउँछ भोलि त तपाईँ छोड्देऊ न होइन कि हामीले भोलि कुरा एउटा मेरो कुरा सुन्नु एक्लै गएको होइन एक्लै पारेको मौका छोपेर हान्यो कि मलाई राम्रो कुरा गर्छु भन्दाखेरि विरोधी निस्किन्छ झोले अब यहाँ सुन Audio Jungle.